के तपाईँलाई पनि अल्छी लागिरहेको छ, झ्याउ लागिरहेको छ, काम गर्न मन लागिरहेको छैन, सफलता मिलेको छैन, अल्छी लागिरहेको छ भनेदेखि आज नै आफ्नो अल्छीपनलाई हटाउनुहोस् र एकचोटि त्यो सपनालाई याद राख्नुहोस् जुन सपना तपाईँ देख्नु भएको छ, जहाँ तपाईँ पुग्न चाहनुहुन्छ, जहाँ तपाईँ गर्न चाहनुहुन्छ, जहाँ तपाईँ पुग्न चाहनुहुन्छ र जुन तपाईँ एचिभ गर्न चाहनुहुन्छ, त्यो कुरालाई एकचोटि रियलाइज गर्नुहोस् र मनन गर्नुहोस् र सम्झिनुहोस् र आफ्नो कामको लागि फेरि निरन्तर अगाडि बढ्नुहोस्। जब तपाईँले आफ्नो सपनादेखि आँखा भड्काउनुहुन्छ, मन भड्काउनुहुन्छ, तपाईँलाई काम गर्न मन लाग्दैन, तपाईँलाई झ्याउ लाग्छ, अल्छी लाग्छ। तर माई फ्रेन्ड्स, हरेक दिन आफ्नो सपनालाई आफ्नो आँखाको अगाडि राख्नुहोस् र हरेक दिन कन्सिस्टेन्सी भएर आफ्नो कामको लागि र आफ्नो उद्देश्यको लागि र सपनाको लागि हरेक दिन काम गर्न थाल्नुहोस्। तब मात्र तपाईँले समस्याहरू देख्न तब मात्र तपाईँले समस्याहरू देख्नुहुन्न र बाधाहरू देख्नुहुन्न, सिर्फ तपाईँले अपर्च्युनिटी र सही बाटोहरू देख्नुहुनेछ। त्यसैले माई फ्रेन्ड्स, अल्छी लाग्यो भनेर आफ्नो सपनाको लागि काम गर्न नछोड्नुहोस्। जस्तो सुकै अवस्थामा पनि, जस्तोसुकै परिस्थितिमा पनि हरेक दिन आफूलाई बिल्ड गर्नुहोस् र आफूलाई सुधार्नुहोस् र आफ्नो सपनाको लागि हरेक दिन काम गर्न नछोड्नुहोस्। हेलो गाइज, वेलकम ब्याक माई डेस्टिस ब्लग्स। यसरी 100 दिन कम्प्लिट हुनेछ। तपाईँ पनि आफ्नो क्षेत्रबाट काम गरिरहनुहोस् र हामी एक दिन सङ्घर्षको मैदानमा भेट्नेछौँ।